स्वागत छ आजको यो हाम्रो गहिरो विश्लेषणमा। आज हामी एउटा यस्तो डकुमेन्ट वा भनौँ न एउटा सार्वजनिक सूचनाको पाना पल्टाउँदैछौँ जसले हाम्रो पहाडी र ग्रामीण स्वास्थ्य सेवाको परम्परागत चित्रलाई नै पुरै बदलिदिने सम्भावना बोकेको छ। हजुर, एकदमै। हेर्दा त यो बारपाक सुलीकोट गाउँपालिकाले निकालेको एउटा सामान्य स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचना जस्तो मात्रै देखिन्छ नि। हो, ठ्याक्कै त्यस्तै देखिन्छ। तर यसको भित्री तहमा पसेर हेर्ने हो भने नि यो एउटा कागजको टुक्रा मात्र पक्कै होइन, राज्यको स्रोत र विशेषज्ञतालाई कसरी सिधै जनताको घर दैलोमा पुर्याउन सकिन्छ भन्ने कुराको एउटा निकै रोचक खाका हो यो। एकदम सही भन्नुभयो। खासमा यो सूचनामा लुकेको सबैभन्दा बलियो पक्ष भनेकै यसले देखाएको सम्भावना हो। सामान्यतया हामी स्वास्थ्य शिविर भन्नासाथ के सम्झिन्छौँ त भन्दा एउटा चौरमा त्रिपाल टाङ्गिएको छ, लाइन लागेका बिरामीहरू छन्, अनि त्यही सामान्य ब्लड प्रेसर जाँचेर 2-4 चक्की सिटामोल बाँडेको छ। हाम्रो दिमागमा आउने चित्र त्यही त हो नि। हो नि, त्यही काम चलाउ अभ्यासलाई सम्झिन्छौँ हामी। तर यो दस्तावेजले अर्कै कुरा गर्छ। स्थानीय सुशासन र प्रादेशिक प्राविधिक सहयोग मिल्यो भने कसरी एउटा गाउँमा सहरकै स्तरको स्वास्थ्य सुविधा खडा गर्न सकिन्छ भनेर यसले स्पष्ट देखाएको छ। त्यही भएर त यो विषयमा अलि गहिरिएर छलफल गर्नुपर्छ जस्तो मलाई लाग्यो। ल, यसलाई अलि खोतलेर हेरौँ है त। सूचनामा दिएका तथ्यहरूलाई केलाउँदा यो शिविर बारपाक सुलीकोट गाउँपालिकाको आयोजना र प्रदेश अस्पताल गोर्खाको प्राविधिक सहयोगमा सञ्चालन हुँदैछ। हजुर। अनि स्थान तोकिएको छ वडा नम्बर 4 को सौरपानी हुन्डी फाँट, अनि मिति राखिएको छ 2083 साल जेठ 15 गते। अब जेठ 15 भनेको त हाम्रो क्यालेन्डरमा कुनै सामान्य दिन होइन नि त। पक्कै होइन, यो त गणतन्त्र दिवस हो नि, गणतन्त्र दिवस। र अझ रोचक कुरा त के छ भने नि त्यही दिन त्यहाँ शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पतालको उद्घाटन पनि हुँदैछ। हजुर, यो मिति, स्थान र अवसरको छनौट यसरी एकै ठाउँमा पर्नु कुनै संयोग मात्र पक्कै होइन। मैले बुझेसम्म यो एउटा निकै रणनीतिक र भनौँ न प्रतीकात्मक कदम हो। सुन्दा त निकै राम्रो सुनिन्छ, तर म यहाँ अलिकति प्रश्न गर्न चाहन्छु है। कतै यो गणतन्त्र दिवसको दिन पारेर स्थानीय नेताहरूले भोट तान्न वा चर्चा कमाउन गरेको एउटा पिआर स्टन्ट मात्र त होइन? ए हजुर। किनभने एउटा भवन उद्घाटन गर्ने दिन ठुलो तामझाम गर्ने, नेताहरूले रिबन काट्ने, अनि भोलिपल्टदेखि त्यो अस्पताल पुरै सुनसान हुने चलन त हाम्रा गाउँघरमा नौलो कुरा होइन नि त। एउटा दिनको शिविरले गाउँको समग्र स्वास्थ्य अवस्था कसरी सुध्रिन्छ र? यो शङ्का उब्जिनु एकदमै स्वाभाविक हो, किनभने विगतमा हामीले यस्ता धेरै उद्घाटनहरू देखेका छौँ जुन पछि गएर पुरै सेतो हात्ती साबित भएका छन्। तर यो विशिष्ट सूचनाले त्यो भाष्यलाई कसरी चिर्छ भने नि यहाँ केवल इटा र सिमेन्टले बनेको भवनको रिबन काट्ने कुरा मात्र भइरहेको छैन। भनेपछि यहाँ अर्कै केही भइरहेको छ। हो नि, गणतन्त्र भनेको राजनीतिक दलहरूले टुण्डी खेलमा भाषण गर्ने वा नागरिकले भोट हाल्ने अधिकार मात्र त होइन नि। गणतन्त्रको वास्तविक प्रतिफल भनेको नागरिकको आधारभूत आवश्यकता, विशेष गरी स्वास्थ्यमाथिको सहज पहुँच हुनु हो। एकदम सही कुरा। शहीद प्रेम ढकालको स्मृतिमा बनेको अस्पतालको उद्घाटनकै दिन प्रदेश अस्पतालको विशेषज्ञ टोलीले सेवा सुरु गर्नुको अर्थ के हो भने हामीले भवन मात्र होइन, सेवा प्रवाह गर्ने प्रणाली नै उद्घाटन गर्दैछौँ। यसले नागरिकलाई राज्य मेरो स्वास्थ्यप्रति उत्तरदायी छ भन्ने कुराको महसुस गराउँछ। अर्थात् पूर्वाधार र सेवा दुवै एकैसाथ सञ्चालनमा आउनु यसको मुख्य विशेषता हो। यो कुराले मलाई अलि सोच्न बाध्य बनायो। हजुर। तर नि यो सूचनामा उल्लेख गरिएका सेवाहरूको सूची हेर्दा मेरो दिमागमा अर्को एउटा ठूलो प्रश्न चिन्ह खडा भएको छ। के कुरामा नि? त्यहाँ प्रदेश अस्पताल गोर्खाका कन्सल्टेन्ट जेनरल फिजिशियन डाक्टर विजय शर्माको उपस्थितिमा विभिन्न रोगहरूको जाँच हुने कुरा लेखिएको छ। अनि रोगहरूको सूची यस्तो छ: पेट रोग, छाती रोग, मुटु रोग, कलेजो रोग, मृगौला रोग, हर्मोन तथा थाइरोइड र सुगर अर्थात् मधुमेह। यी सबै रोगहरू हेर्दा त निकै गम्भीर प्रकृतिका छन् नि। हो, मेरो प्रश्न पनि ठ्याक्कै यहीँनिर छ के। गाउँमा त मानिसहरू दिनभरि खेतबारीमा काम गर्छन्, उकालो ओह्रालो गर्छन्, शारीरिक श्रम त धेरै हुन्छ नि त। उनीहरूलाई त रुगाखोकी, झाडा पखाला, दम वा काम गर्दा लाग्ने चोटपटक जस्ता समस्याहरू धेरै हुनुपर्ने होइन र? हजुर, हाम्रो आम बुझाइ त्यस्तै छ।
अनि यो सुगर, थाइरोइड, मुटु र मृगौलाको रोग त हामीले शहरिया अलि विलासी जीवनशैली बिताउने मानिसहरूलाई मात्र लाग्छ भनेर सोच्ने गर्थ्यौँ। गाउँको स्वास्थ्य शिविरमा यस्ता दीर्घकालीन रोगहरूको विशेषज्ञ जाँच हुनुले के कुराको सङ्केत गरिरहेको छ? के हाम्रा ग्रामीण स्वास्थ्यका चुनौतीहरू पुरै फेरिसकेका हुन् त? यो एकदमै महत्त्वपूर्ण र गहिरो प्रश्न उठाउनु भयो। खासमा हामीले के बुझ्नुपर्छ भने नि, नेपालको ग्रामीण स्वास्थ्यको स्वरूप अब 50 वर्ष अगाडिको जस्तो पक्कै छैन। ए हो र? हो नि। पहिले गाउँमा सरुवा रोगहरू, कुपोषण वा झाडा पखालाको महामारी नै मुख्य समस्या हुन्थे। तर अहिले एउटा ठूलो एपिडेमियोलोजिकल ट्रान्जिसन अर्थात् रोगको प्रकृतिमा ठूलो परिवर्तन आएको छ। भनेपछि रोग लाग्ने तरिका नै फेर्यो। एकदमै। हेर्नुस् त, अहिले गाउँ गाउँमा मोटर बाटो पुगेको छ, जसले गर्दा बजारका चाउचाउ, चिसो पेय पदार्थ र अत्याधिक प्रशोधित खानेकुराहरू सजिलै गाउँको भान्सामा पुगेका छन्। अनि अर्कोतिर त्यही मोटर बाटोले गर्दा मानिसहरूको हिन्डुल र शारीरिक श्रम पनि पहिलेको तुलनामा निकै घटेको छ। ए भनेपछि खानेकुराको बानी बदलियो, तर त्यसलाई पचाउने कसरत चाहिँ कम भयो। कुरा त्यसो पो हो। ठ्याक्कै। अनि अर्को पक्ष पनि छ नि, युवा जनशक्ति जति रोजगारीका लागि सहर वा विदेश पसेका छन्, अनि गाउँमा प्राय उमेर पुगेका ज्येष्ठ नागरिकहरू मात्र हुनुहुन्छ। बढ्दो उमेर, बदलिन्दो खानपान र मानसिक तनावका कारण गाउँमा पनि सुगर, प्रेसर, थाइरोइड र मुटुका रोगहरू भित्रभित्रै भुसको आगो जस्तै फैलिरहेका छन्। बापरे, भुसको आगो जस्तै। अनि समस्या के छ भने नि, यी रोगहरूले सुरुमा दुख्ने वा तत्कालै थला पार्ने त गर्दैनन्। त्यसैले गाउँका मानिसहरूले वर्षौंसम्म आफूलाई सुगर वा प्रेसर छ भन्ने कुरा थाहै नपाई रोग पालेर बसिरहेका हुन्छन्। जाँच नै नगराएपछि त कसरी थाहा होस्, होइन र? हो त नि। डाक्टर शर्मा जस्ता विशेषज्ञले यी विशिष्ट रोगहरूलाई लक्षित गर्नुको मुख्य कारण नै त्यो लुकेर रहेको साइलेन्ट एपिडेमिक वा मौन महामारीलाई बाहिर ल्याउनु हो। यो कुराले त साँच्चै आँखा खोलिदिन्छ। रोगको प्रकृति अब सहर र गाउँ भनेर नछुट्टिनै रहेछ। तर नि यहाँनिर मलाई सबैभन्दा अचम्म लागेको कुरा अर्कै छ। के कुरा नि? सूचनामा एकदम स्पष्ट अक्षरमा लेखिएको छ, निशुल्क मुटुको भिडियो एक्सरे अर्थात् इकोकार्डियोग्राफी सेवा। अब इकोकार्डियोग्राफी भन्न साथ मलाई त सहरका ती ठुला, चम्किला र सुविधा सम्पन्न अस्पतालहरूको झल्को आउँछ के। यो गाउँको शिविरमा इकोकार्डियोग्राफी मसिनै पुग्नु भनेको कति ठुलो कुरा हो? अलि प्रष्ट पारिदिनुहोस् न। यो साँच्चै नै एउटा असाधारण प्राविधिक फड्को हो। यसलाई यसरी बुझौँ न, हामीले गाउँघरमा सुन्ने मुटुको जाँच भनेको सामान्यतया इसिजी हो। हजुर, त्यो तारहरू टाँसेर गरिने जाँच हो। त्यसले मुटुको विद्युतीय गतिविधिको एउटा ग्राफ मात्र देखाउँछ। तर यो इकोकार्डियोग्राफी भनेको पूर्ण रूपमा फरक प्रविधि हो। यो त खासमा मुटुको अल्ट्रासाउन्ड नै हो। ए, भिडियो नै देखिने? एकदम। यसले मुटु ढुकढुक गरिरहेको, मुटुका भल्भहरू खुल्दै र बन्द हुँदै गरेको र रगत प्रवाह भइरहेको प्रत्यक्ष भिडियो नै स्क्रिनमा देखाउँछ। ल, भनेपछि यो त मुटुलाई बाहिरैबाट भित्रसम्म प्रत्यक्ष हेर्ने प्रविधि पो रहेछ। हो नि। अनि यो प्रविधिलाई गाउँमा पुर्याउन किन चुनौतीपूर्ण छ भने नि, पहिलो कुरा त यो मसिन आफैमा निकै महँगो र संवेदनशील हुन्छ। दोस्रो, यसलाई चलाउन निरन्तर भोल्टेज मिलेको बिजुली चाहिन्छ। गाउँमा बिजुलीको भर हुँदैन नि त। त्यही त। र तेस्रो अनि सबैभन्दा महत्त्वपूर्ण कुरा त के भने, त्यो स्क्रिनमा देखेको भिडियोलाई हेरेर मुटुको भल्भमा प्वाल छ कि, मांसपेशी कमजोर भएको छ कि भनेर त्यही क्षणमा सही विश्लेषण गर्न सक्ने डाक्टर शर्मा जस्ता उच्च तालिम प्राप्त विशेषज्ञ चाहिन्छ। यो कुनै सामान्य थर्मोमिटरले ज्वरो नापे जस्तो सजिलो काम होइन। साँच्चै यो त निकै जटिल कुरा पो रहेछ। हो। त्यसैले सौर पानी, हुडी फाँड जस्तो ठाउँमा यो सुविधा निशुल्क पुग्नु भनेको कुनै पनि ग्रामीण बिरामीका लागि लाखौंको बचत र सायद जीवनदान नै हो भन्दा फरक पर्दैन। यसलाई व्यवहारिक रूपमा सोच्दा पनि नि, यदि त्यो गाउँको कुनै वृद्ध बुवालाई मुटुको समस्या छ भने उहाँ पहिले सहरको अस्पतालसम्म पुग्न गाडी भाडा खर्च गरेर जानु पर्यो। हजुर। सहर पुगेर बस्ने खाने खर्च छुट्टै, अनि इकोकार्डियोग्राफी गर्न लाग्ने त्यो महँगो शुल्क छुट्टै। यी सबै झन्झट र खर्चको डरले धेरैले त रोग सहेरै गाउँमै बस्छन् होला नि त। एकदमै। धेरैको बाध्यता त्यही त हो नि। त्यसैले यो आधुनिक मेसिन उनीहरूकै आँगनमा पुग्दा आर्थिक र भौगोलिक दुवै पर्खालहरू एकै पटक भत्किए जस्तो भयो नि, होइन त? एकदम सही विश्लेषण गर्नुभयो।
यसले हाम्रो स्वास्थ्य सेवामा रहेको ठूलो असमानतालाई सिधै प्रहार गरेको छ। तर नि यो सूचनाको अन्त्यतिर अर्को एउटा निकै रोचक जानकारी पनि छ। त्यहाँ लेखिएको छ कि डाक्टर गुणराज लोहनीद्वारा जेनरल फिजिशियन सेवा सम्बन्धी स्वास्थ्य शिविर पनि सञ्चालन हुनेछ। अब यहाँनिर म अलिकति अलमलमा परेँ के। किनभने हेर्नुहोस् है, एकातिर डाक्टर विजय शर्माको नेतृत्वमा मुटु, मृगौला, थाइराइड जस्ता जटिल रोगहरूको जाँच र इकोकार्डियोग्राफी जस्ता हाइटेक सुविधाहरू छन्। अनि त्यही फेरि डाक्टर गुणराज लोहनीले जेनरल फिजिशियन सेवा दिने भनिएको छ। एउटै शिविरमा किन दुईवटा फरक प्रकारका डाक्टरी सेवाहरू सँगै राखिएका होला? यो शिविरको व्यवस्थापकीय दृष्टिकोणबाट हेर्दा नि यो सबैभन्दा सुझबुझपूर्ण निर्णय हो जस्तो मलाई लाग्छ। किनभने यस्तो बृहत शिविर आयोजना हुँदा गाउँबाट सयौंको संख्यामा मानिसहरू ओइरिन्छन् नि त। मैले यसलाई यसरी सोचेँ के, यदि डाक्टर शर्माको त्यो मुटुको भिडियो एक्सरे गर्ने विशिष्ट सेवा एउटा गहिरो र सूक्ष्म अनुसन्धान गर्ने माइक्रोस्कोप हो भने डाक्टर लोहनीको जेनरल फिजिशियन सेवा चाहिँ सम्भावित सबै प्रकारका बिरामीहरूलाई समेट्ने एउटा फराकिलो सुरक्षा जाल अर्थात् सेफ्टी नेट हो। हजुर, एकदम राम्रो उदाहरण। तर माइक्रोस्कोप जतिसुकै शक्तिशाली भए पनि त्यहाँ कुन चाहिँ स्लाइड राखेर हेर्ने भनेर छान्ने मान्छेलाई चाहियो नि, होइन र? हो नि, यो माइक्रोस्कोप र सुरक्षा जालको तुलना धेरै हदसम्म मिल्छ। तर यसको भित्री काम गर्ने संयन्त्रलाई अझ स्पष्ट पार्न म एउटा अर्को उदाहरण दिन्छु ल। हुन्छ, भन्नुस् न। एउटा हुलाक कार्यालयलाई सम्झिनुस् त। त्यहाँ दिनौं हजारौं चिठी पत्र आउँछन्। यदि कार्यालयको प्रमुखले नै सबै चिठी आफै खोलेर हेर्न थाल्यो भने के होला? ओहो, त्यो त पुरै प्रणाली नै अस्तव्यस्त भइहाल्छ नि, सम्भवै छैन। हो, त्यही भएर त्यहाँ एउटा सर्टिङ गर्ने अर्थात् चिठी छान्ने ठाउँ हुन्छ। सामान्य चिठी एकातिर राखिन्छ र अत्यन्तै जरुरी वा दर्तावाला चिठी मात्र प्रमुखको टेबलमा पुग्छ। मेडिकल भाषामा नि यसलाई ट्रायज र रेफरल प्रणाली भनिन्छ। ए, भनेपछि डाक्टर लोहनीले त्यो सर्टिङ अर्थात् बिरामी छान्ने काम गर्नुहुन्छ त्यहाँ? हो, ठ्याक्कै। जब गाउँलेहरू शिविरमा आउँछन्, उनीहरू सबैलाई जटिल मुटु वा मृगौलाको रोग नै लागेको हुन्छ भन्ने त छैन नि। धेरैलाई सामान्य पेट दुखाए, मौसमी ज्वरो, हाडजोर्नी दुख्ने वा रुगाखोकी मात्र पनि त हुन सक्छ। त्यो त हो। यदि यी सामान्य समस्या भएका बिरामीहरू पनि सिधै डाक्टर शर्मा कहाँ गए भने के हुन्छ त? उहाँले त्यो महँगो इकोकार्डियोग्राफी मसिन र आफ्नो विशेषज्ञ समय एउटा सामान्य ज्वरो जाँच्नमै खर्च गर्नुपर्ने हुन्छ। यसले गर्दा जसलाई साँच्चीकै मुटुको गहिरो जाँच चाहिएको छ ऊ पालो नपाएर छुट्न सक्छ नि त। ए, बल्ल कुरा बुझेँ मैले। यसको मतलब सबैभन्दा पहिला बिरामीहरू डाक्टर लोहनी कहाँ जान्छन्। उहाँले जाँच गर्दा जसलाई सामान्य समस्या छ उनीहरूलाई त्यही औषधि दिएर पठाइन्छ। हजुर, हो। तर जाँच गर्दै जाँदा यदि उहाँले कसैको मुटुको ढुकढुकी अस्वाभाविक देख्नुभयो वा थाइराइडको कुनै लक्षण भेट्नुभयो भने उहाँले तत्कालै ती बिरामीलाई अर्को कोठामा रहेका डाक्टर शर्मा कहाँ रिफर गरिदिनुहुन्छ, होइन त? एकदम ठ्याक्कै त्यही हो। यो एउटा आन्तरिक फिल्टरिङ संयन्त्र हो। डाक्टर लोहनीले त्यो फिल्टरको काम गर्नुहुन्छ, जसले गर्दा डाक्टर शर्माको त्यो माइक्रोस्कोपले केवल ती बिरामीहरूलाई मात्र हेर्छ जसलाई साँच्चीकै त्यो गहिरो जाँचको आवश्यकता छ। वाउ, यो त साँच्चीकै गजबको व्यवस्थापन रहेछ। हो नि, यसले गर्दा डाक्टरहरूको समयको अधिकतम सदुपयोग हुन्छ, स्रोतको बर्बादी हुँदैन र सबैभन्दा महत्त्वपूर्ण कुरा त बिरामीहरू अलमलमा पर्दैनन्। एउटै छानामुनि सामान्य उपचार र विशिष्ट परीक्षण दुवैको यस्तो सन्तुलन मिलाउनु नै यो शिविरको सबैभन्दा बलियो पक्ष हो। साँच्चै अचम्म लाग्ने कुरा छ, एउटा यति छोटो सूचनाभित्र यति धेरै अर्थ, योजना र स्वास्थ्य विज्ञानका सिद्धान्तहरू लुकेका हुँदा रहेछन्। सुरुमा सरसर्ती पढ्दा ल गाउँमा एउटा शिविर रहेछ, 2 जना डाक्टर आउने रहेछन् भन्ने मात्र लाग्थ्यो नि त। हजुर। तर यसको गहिराईमा पुगेर हेर्दा त यो एउटा पूर्ण रूपमा व्यवस्थित, रणनीतिक र नेपालको समग्र ग्रामीण स्वास्थ्य प्रणालीलाई नै एउटा नयाँ दिशा दिन सक्ने नमुना अभियान पो रहेछ। हो, त्यसैले त हामीले यस्ता सार्वजनिक सूचनाहरूलाई केवल सतहै रूपमा मात्र पढेर छोड्नु हुँदैन। यसले राज्यका विभिन्न अङ्गहरू जस्तै स्थानीय सरकार र प्रादेशिक निकाय कसरी एक आपसमा जोडिएर काम गर्न सक्छन् भन्ने पनि स्पष्ट देखाउँछ।
त्यो समन्वयको कुरा पनि महत्त्वपूर्ण छ। हेर्नुस् न, स्थानीय सरकार अर्थात् बारपाक सुलीकोट गाउँपालिकासँग गाउँको वस्तुस्थिति, जनताको आवश्यकता र अस्पताल भवन जस्तो भौतिक पूर्वाधार थियो। तर उनीहरूसँग त्यो जटिल मेसिन चलाउने विशेषज्ञ डाक्टर थिएनन्। अनि अर्कोतिर प्रदेश अस्पतालसँग प्रदेश अस्पतालसँग विशेषज्ञ डाक्टर र प्राविधिक उपकरणहरू थिए, तर सिधै गाउँसम्म पुग्ने आधारभूत संरचना थिएन। जब यी दुई निकायले एक आपसमा हात मिलाए तब नतिजा यति प्रभावकारी भयो नि त। पक्कै पनि यो त एकदमै राम्रो उदाहरण बन्यो। ल, यो गहिरो विश्लेषणको अन्त्यतिर आइपुग्दा हामीले छलफल गरेका कुराहरूलाई समग्रमा हेरौँ है त। हुन्छ। यो सूचनाले केवल एक दिनको स्वास्थ्य शिविरको मात्र कुरा गरिरहेको त पक्कै छैन। यसले गणतन्त्र दिवसको अवसर पारेर शहीदको नाममा बनेको अस्पतालबाट कसरी जनमुखी सेवा सुरु गर्न सकिन्छ भनेर एउटा बाटो देखाएको छ। एकदमै। यसले गाउँमा बढ्दै गएका सुगर, प्रेसर र मुटुका गम्भीर रोगहरूको पहिचान गर्न इकोकार्डियोग्राफी जस्तो विशिष्ट प्रविधिलाई निशुल्क गाउँमै पुर्याएको छ र साथै डाक्टर शर्मा र डाक्टर लोहनीको उपस्थिति मार्फत जटिल र सामान्य स्वास्थ्य समस्याहरूलाई कसरी वैज्ञानिक ढङ्गले अघि तपाईँले भने जस्तै ट्रियाज प्रणाली मार्फत व्यवस्थापन गर्न सकिन्छ भन्ने उत्कृष्ट मोडल पनि पेश गरेको छ। हजुर, यसले सुन्ने जो कोहीलाई पनि एउटा एकदम स्पष्ट सन्देश दिन्छ कि इच्छा शक्ति र सही समन्वय हुने हो भने नि भूगोल जतिसुकै विकट किन नहोस् त्यहाँ गुणस्तरीय सेवा पुर्याउन असम्भव छैन। एकदमै सही कुरा। अब आजको यो विश्लेषणलाई बिट मार्नु अघि म यो सुनिरहनु भएका सबैको मनमा एउटा प्रश्न छोड्न चाहन्छु। आज हामीले देख्यौँ नि, यदि एउटा गाउँपालिकाले प्रदेश अस्पतालसँग प्राविधिक सहयोग लिएर मुटुको भिडियो एक्सरे जस्तो विशिष्ट र महँगो सुविधा गाउँमै निशुल्क पुर्याउन सक्छ भने के हाम्रा अन्य स्थानीय तहहरूले यही मोडललाई अरू क्षेत्रमा प्रयोग गर्न सक्दैनन् त? यो निकै गम्भीर प्रश्न हो नि। एकछिन सोच्नुहोस् त, यदि स्वास्थ्यमा यो कुरा सम्भव छ भने कृषिमा किन छैन? कुनै गाउँपालिकाले प्रदेशको कृषि प्रयोगशालासँग समन्वय गरेर माटो परीक्षण गर्ने अत्याधुनिक मसिन र विशेषज्ञलाई यसै गरी गाउँमै किन ल्याउन सक्दैन? हजुर, एकदम सम्भव छ। वाह। शिक्षामा भनौँ न, कुनै प्राविधिक शिक्षालयसँग मिलेर कोडिङ वा रोबोटिक्सको यस्तै विशेषज्ञ शिविर गाउँका स्कुलहरूमा किन सञ्चालन गर्न सकिँदैन? साँच्चै गर्न नसकिने त केही छैन। त्यही त, स्रोत र साधनको अभाव मात्र हाम्रो मुख्य समस्या होइन रहेछ। मुख्य कुरा त त्यसलाई जोड्ने पुल र सही व्यवस्थापन पो रहेछ। यो एउटा यस्तो प्रश्न हो जसको उत्तर अब हाम्रो नेतृत्व र हामी आफैले खोज्नुपर्नेछ।